बझाङकी एक छात्रा विद्यार्थी एसी परीक्षा बिग्रेको भन्दै आत्महत्या गरिन्। जिल्लाको केदारसिउ गाउँपालिका एक राइलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी अन्दाजी 16-17 वर्षीया छोरी आकांक्षा मल्लले हिजो एसी परीक्षा बिग्रेको भन्दै आत्महत्या गरिन्। केदारसिउ गाउँपालिका एक स्थित गर्जेपानी मावि राइलमा उनी अध्ययनरत थिइन्। उनका बुबा उक्त विद्यालयका शिक्षक समेत थिए। हिजो मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षा बिग्रेको भन्दै उनी यस्तो निर्णय लिएको खुलेको छ। एसी परीक्षा असफल भएको कारण आत्महत्या गर्नु गम्भीर सामाजिक समस्या हो, जसको समाधानका लागि विद्यार्थी, अभिभावक, विद्यालय, सरकार, सञ्चार माध्यम तथा समाज सबै पक्षको संयुक्त प्रयास आवश्यक छ। पहिलो चरणमा विद्यार्थीले आत्मविश्वास बढाउनु, असफलतालाई सिकाइको अवसरका रूपमा लिने, मानसिक स्वास्थ्यलाई ध्यान दिने तथा पुनः शिक्षाको तयारी वा अन्य व्यावसायिक तालिममा ध्यान दिनुपर्छ। किनभने एसी परीक्षामा असफल हुनु जीवनको अन्त्य होइन, बरु नयाँ सुरुवात हो। अभिभावकले आफ्ना छोराछोरीहरूलाई निराश बनाउने होइन, हौसला दिने, उनीहरूको भावना बुझ्ने, आवश्यकता परे परामर्श दिने र वैकल्पिक अवसरहरूबारे जानकारी गराउनुपर्छ। विद्यालय तथा शिक्षकहरूले परीक्षालाई जीवन मरणको प्रश्न नबनाई विद्यार्थीलाई असफलता पनि स्वाभाविक हो भन्ने सकारात्मक सोच दिने, परामर्श तथा मार्गदर्शक प्रदान गर्ने, साथै विद्यार्थीसँग सहानुभूति राखेर उनीहरूको क्षमता अनुसार उपयुक्त सल्लाह दिनुपर्छ। सरकार तथा शैक्षिक निकायले शिक्षा प्रणालीलाई सुधार गर्दै मूल्याङ्कन प्रणालीलाई सुधार गर्ने, विद्यार्थीलाई सिपमूलक शिक्षामा जोड दिने, पूर्ण शिक्षाको प्रणालीलाई सहज बनाउने र विद्यालयमा मानसिक स्वास्थ्य परामर्श उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्छ। सञ्चार माध्यमहरूले सकारात्मक समाचार प्रसारण गर्ने, प्रेरणादायी कथा र कार्यक्रमहरू सञ्चालन गरी विद्यार्थीलाई आशावादी बन्न प्रेरित गर्नुपर्छ। अन्त्यमा समाज तथा समुदायले परीक्षामा असफल भए पनि कुनै पनि विद्यार्थीलाई अपमान नगर्ने, आवश्यकता मानसिक दबाव नदिने, सहयोगी वातावरण सिर्जना गर्ने र विद्यार्थीहरूलाई उनीहरूका अन्य सिप र क्षमताहरूलाई विकास गर्न प्रेरित गर्नुपर्छ। यसरी परीक्षामा असफल हुनु कुनै व्यक्तिको अन्तिम लक्ष्य होइन, बरु नयाँ अवसरहरूको ढोका खोल्ने मौका हो भन्ने कुरा बुझाउने प्रयास सबै पक्षबाट हुनुपर्छ, जसले गर्दा विद्यार्थीहरूमा आत्महत्या होइन, नयाँ जीवन जिउने प्रेरणा जन्मिनेछ। तपाईको अनुरोध स्पष्ट छ, तर आत्महत्यालाई सामाजिक बहिष्कार गर्न भन्दा पनि यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा ध्यान दिनु हो, जसले समाजले बुझ्न, सम्बोधन गर्न र समाधान गर्न आवश्यकता छ। एसी परीक्षा बिग्रेको कारण आत्महत्या गर्नु अविश्वसनीय निर्णय हो, जसको जड हाम्रो समाजमा रहेको मानसिक तनाव, प्रतिस्पर्धाको अत्यधिक दबाव र असफलतालाई स्वीकार नगर्ने प्रवृत्तिमा खोज्न सकिन्छ। यस्तो घटनालाई कम गर्न अभिभावक, शिक्षक, साथीभाइ र समाजले सामूहिक प्रयास गर्नुपर्छ। पहिलो, हामीले शैक्षिक प्रणालीमा सुधार ल्याउन आवश्यक छ। परीक्षाको परिमाणलाई मात्र कुनै व्यक्तिको भविष्य निर्धारण गर्दैन भन्ने मानसिकता विकास गर्नुपर्छ। असफलतालाई सिकाइको एउटा हिस्सा मानेर विद्यार्थीलाई प्रेरित गर्नुपर्छ। अभिभावकले आफ्नो छोराछोरीमाथि अनावश्यक अपेक्षा थोपर्नु हुँदैन, बरु उनीहरूको रुचि र क्षमता अनुसार मार्गदर्शन दिनुपर्छ। मानसिक स्वास्थ्य सम्बन्धित सचेतना फैलाउन महत्त्वपूर्ण छ। विद्यार्थीहरूलाई मानसिक तनाव व्यवस्थापन, आत्मसम्मान बढाउने उपायहरू र आवश्यकता परेमा परामर्श लिने संस्कार विकास गर्नुपर्छ। साथै सामाजिक रूपमा हामीले असफलतालाई लज्जास्पद बनाउने सोचाइ परिवर्तन गर्नुपर्छ। मिडिया, शैक्षिक संस्था र समाजका अगुवाईहरूले परीक्षामा असफल हुनु जीवनको अन्त्य होइन भन्ने सन्देश फैलाउनुपर्छ। मित्रहरू र परिवारहरूले विद्यार्थीलाई निराश हुनबाट बचाउन सकारात्मक वातावरण सिर्जना गर्नुपर्छ। अन्ततः आत्महत्यालाई बहिष्कार गर्ने भन्दा पनि आत्महत्याको जडमा पुगेको यसको रोकथाम गर्ने प्रयास गर्नु आवश्यक छ। समाजले असफलतालाई सहज रूपमा लिने, विद्यार्थीलाई सहयोग गर्ने र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने हो भने यस्तो दुःखद घटनाहरू रोक्न सकिन्छ। यसलाई रोक्न शिक्षा प्रणाली, परिवार, समाज र सरकारको समन्वय आवश्यक छ। नेपालमा शिक्षा प्रणाली अत्याधिक अङ्क केन्द्रित भएकाले विद्यार्थीहरूले परीक्षालाई जीवन मरणको सवाल ठान्छन्, जसका कारण असफल भएका मानसिक तनाव, निराश र डिप्रेसनको शिकार हुने सम्भावना बढ्छ। आत्महत्याका घटनाहरूलाई रोक्न सबै पक्षले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ। पहिलो कदमका रूपमा शिक्षा प्रणालीलाई सुधार गरेर विद्यार्थीलाई अङ्कभन्दा बढी सिप, सृजनात्मकता र जीवन उपयोगी सिपमा जोड दिनुपर्ने हुन्छ। शिक्षालाई व्यावहारिक बनाउँदै परीक्षालाई मात्र योग्यता निर्धारण गर्ने माध्यमका रूपमा नराखी विद्यार्थीको अन्य क्षमताहरूलाई पनि महत्त्व दिने नीति अपनाउनुपर्छ।
परीक्षालाई जीवनको अन्तिम गन्तव्य होइन, एउटा अवसरका रूपमा हेर्ने सोचको विकास गर्न शिक्षक, अभिभावक र समाजले विद्यार्थीसँग निरन्तर संवाद गर्नुपर्छ। अभिभावकहरूले आफ्नो छोराछोरीहरूलाई असफलताको डरबाट मुक्त गराएर उनीहरूलाई हरेक परिस्थितिसँग जुझ्ने आत्मबल प्रदान गर्नुपर्छ। असफलता भनेको जीवनको अन्त्य होइन, बरु नयाँ अवसरको सुरुवात मात्र हो भन्ने मानसिकता विकास गराउन जरुरी छ। यसका लागि अभिभावकले आफ्ना बालबालिकाहरूलाई सधैँ माया, स्नेह र सकारात्मक सोच प्रदान गर्ने उनीहरूलाई सहयोग गर्नुपर्छ। कतिपय अवस्थामा अभिभावकको अनावश्यक अपेक्षा तथा सामाजिक दबावले विद्यार्थीहरूलाई तनावग्रस्त हुने गर्छन्, जसका कारण उनीहरू आत्महत्या जस्तो घातक निर्णय गर्न बाध्य हुन्छन्। त्यसैले अभिभावकहरूले आफ्नो बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूको रुचि र क्षमता अनुसार जीवनमा अगाडि बढ्न प्रेरित गर्नुपर्छ। विद्यालयहरूले समेत परीक्षामा असफल भएकाहरूमाथि गलत दृष्टिकोण राख्ने परम्परा अन्त्य गर्नुपर्छ। विद्यार्थीलाई असफलताबाटै सिक्न सिकाउँदै आत्मबल बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ। विद्यालयमा नियमित रूपमा मनोवैज्ञानिक परामर्शको व्यवस्था गरी विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिनुपर्छ। परीक्षाको नतिजाले मात्र जीवनको सफलता निर्धारण गर्दैन, बरु निरन्तर सिकाइ, परिश्रम र आत्मविश्वासले मात्र मानिसलाई सफल बनाउँछ भन्ने चेतना जगाउनु आवश्यक छ। सामाजिक रूपमा पनि परीक्षामा प्राप्त अङ्क मात्रै जीवनको सफलता हो भन्ने सोच हटाउन अत्यावश्यक छ। सफलताको परिभाषा फराकिलो बनाउँदै सिपमूलक शिक्षा, उद्यमशीलता र आत्मनिर्भर प्रवर्धन गर्नुपर्छ। सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूले पनि आत्महत्याका घटनालाई सनसनीपूर्ण रूपमा प्रस्तुत गर्नको सट्टा विद्यार्थीलाई उत्प्रेरित गर्न सकारात्मक सामग्री प्रवर्धन गर्नुपर्छ। मानसिक स्वास्थ्य सम्बन्धित सचेतना अभिवृद्धि गर्दै विद्यालय तथा कलेजमा मनोवैज्ञानिक परामर्शको अनिवार्य व्यवस्था गर्नुपर्छ। सरकारको तर्फबाट पनि आत्महत्या रोकथामका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ, जस अन्तर्गत विद्यार्थीहरूलाई परामर्श दिने, मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने र परीक्षाको तनाव न्यूनीकरण गर्ने उपायहरू अपनाउन सकिन्छ। साथै अभिभावक, शिक्षक र समुदायबीच समन्वय गरी विद्यार्थीको मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन पहल गरिनुपर्छ। आत्महत्या कुनै पनि समस्याको समाधान होइन भन्ने चेतनाको विकास गर्नका लागि विद्यालय स्तरमै विद्यार्थीलाई मनोवैज्ञानिक परामर्श दिने कार्यक्रम लागू गरिनुपर्छ। साथै परीक्षामा असफल भएका विद्यार्थीका लागि पुनः अवसर दिने नीति अवलम्बन गर्नुपर्छ, जसले गर्दा विद्यार्थीलाई निराश पैदा नहोस्। सरकारले परीक्षामा असफल भएका विद्यार्थीहरूको लागि सिप विकास तालिम, पुनः परीक्षा तथा व्यावसायिक परीक्षणका अवसरहरू सिर्जना गरेर उनीहरूलाई आत्मनिर्भर बनाउने वातावरण निर्माण गर्नुपर्छ। परीक्षामा असफल हुनु भनेको जीवनको अन्त्य होइन, बरु नयाँ अवसरहरू खोज्ने समय हो भन्ने मानसिकता विकास गराउनका लागि शिक्षक, अभिभावक र समाजले विद्यार्थीलाई निरन्तर हौसला दिनुपर्छ। आत्महत्याको सोच आउनु नै मानसिक स्वास्थ्य समस्याको सङ्केत हो। त्यसैले विद्यार्थीको मनोवैज्ञानिक अवस्था पहिचान गर्न र आवश्यक परामर्श प्रदान गर्न विद्यालय तथा समाज जिम्मेवार बन्नुपर्छ। आत्महत्या रोकथामका लागि खुला संवाद, सहयोगी वातावरण र सकारात्मक सोचको विकास अनिवार्य छ। परीक्षामा असफल भए पनि जीवनका अन्य धेरै विकल्पहरू छन् भन्ने कुरा विद्यार्थीलाई बुझाउन जरुरी छ। असफलता भनेको सफलता प्राप्त गर्न सिक्ने एउटा प्रक्रिया मात्र हो, जसलाई सहज रूपमा स्वीकार्न सक्ने मानसिकता बनाउन परिवार, विद्यालय, सरकार र समाजले समान रूपले योगदान दिनुपर्छ। आत्महत्याको सोचबाट कसैलाई बचाउन सक्नु भनेको एक जीवन बचाउनु मात्र होइन, समग्र समाजलाई नै सकारात्मक दिशामा लैजानु हो। त्यसैले परीक्षामा असफलताको भय हटाउँदै विद्यार्थीलाई भविष्यप्रति आशावादी बनाउने वातावरण सिर्जना गर्न सबै पक्ष मिलेर काम गर्नुपर्छ।